के हो के क्याफे भन्ने बर्थडे भन्ने यस्तो तरिकाले त कमै खान्छ काफे भनेर हैन हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। मैले चाहिँ के अरे एआईबाट है कपाल फोटो बनाएर साइडमा टालेको थिएँ। यतातिर राखिदिन्छु म तिमीलाई फोटो हेर तिमीहरूले। अघि भर मम्मीले कल गरेर बाबाले बोलायो के राखेको भनेर रियाक्सन हेरौँ तर चाहिँ केटाको अलिक ढिलो गरिरहेको छु है म चाहिँ जानलाई। अलिक ढिलो गऱ्यो भने अझै सङ्ख्या हुन्छ त। यो चाहिँ अनप्लान्ड है अनप्लान्ड त्यतिकै हाल्छु कि मैले भिडियो बनाउँछु भने सोचेको थिएन अब बनाउँछु। के फोटो केटीको को केटी परिवार जे भने के हालेर मैले के अरे त्यसै बर्थडे मनाउनु आएको कसको साथीको थियो नि बर्थडे त त्यसरी चाहिँ के मनायो त झिङ्गुली के झिङ्गुली हो र पुरा गाना राखेर कसैसँग त खिच्यो त बाबाले के हो टिक जर्नी धरे खाने केटीसँग र फोटो हाल्छ के हो त हाल्नुहुन्न र जसले नि देख्छ नि जान लाग्यो मान्छे नि देख्दैन जसले नै हेर्छ त्यो टिक हेर्छ र नहेर्छ अरे को भनेर सुन्नु न ओके बस को के को देखेको जस्तो लाग्यो मलाई कहीँ देखेको कि मैले के भयो यस्तो कसै बुल्ला के लाज हरा हो र किन हालेर त्यसको फोटो भने क्या को देखाउन हालेको दिनभरि हिजो कहिले त्यति गरेर हरायो अरे यो त सधैँ जाने भनेको चाहिँ टाप कपाल काट्न जान्छु भन्छ मेरो कपाल काट्नु जाने न्यु मात्रै झोला बोक्ने एउटा त्यति भएपछि न्यु हुन्छ जहाँ जाने त्यो बस्ने आउने कसो फोटो हाल्यो साथी हो को साथी के फोटो हाल्यो नाटक खोइले बाबुको निकाल्नु न आएन कि त्यो अघिको त्योमा त छैन क्या त्यो कसरी आयो त दिदी त्यसले अलि भर्खर खाली होला नि खाली त्यहाँ हेर्थ्यो हाले होइन के कसले फाल्यो र प्रोफाइलमा त्यो केटीलाई च्याप्पा समाएर अनि फर्किन्छ देहा भनेर के त्यसले हेर होइन कति त्यहाँ बस्नु मात्रै गर छ्या यस्तो ठाडे चाहिँ यस्तैसँग सिरियसली अच्छा सिरियसली भएर तल खिल्न लाएर पनि फोटो चाहिँ ग्यारेजमा छ अरे फेरि ग्यारेजमा मोटरसाइकल बाइक ग्यारेजमा के लिएर हिँड्छ क्या पछाडि राखेर किन्न भेने त केही धेरै हिँडेर गनायो क्या धेरै नाच्नु जस्तो भर्खर भनेर फालेको के छ यस्तो जेरो को भनेको जेरो कोही नै होइन कि भन्न पनि हालेन त्यो कोही नै के हुँ के गरेको क्या त्यो भनेको कपाल काट्न जानेको जाँखेर नगएको किन त त्यो अहिले फाले कि अहिले फालेको अरे यसको कता छ यसको त्यो टिकटक फालेको लुकाइदिएको होला नि चिनेको जस्तो लाग्यो देखेको जस्तो लाग्यो मलाई त कतै न कतै त्यसो पुरै समर्थन के हो के धेरै उस नगर्नु न चल कोही नै होइन कि कोही होइन त के हो त्यस्तै हालेको त यस्तो भयो भने के काम होइन यसलाई किन पठाउने हो यही बन्धनमा राखिदिने जानु नभने केही गर्नु नभने त निक्ल्यो हिँड्ने त्यसले फोन गर्यो कि ता पसिहाल्छ भात नखाए ओठ सुकाउँदै हिँड्नु
उही को हो त्यो भन म त नानी होला भनेर चाहिँ राम्ररी हेरेछु के हेर्छस् यस्तै भएर हिँड्नु मन लाग्यो लप्पर देख्दैछ त होइन किन हालेर नि त्यसरी समाएर त्यो सुनाइन्छ कि त घरि भन्छ कैसे कैसे लोग रहते हैं यार यहाँ पर किन हालेको त्यस्तो जङ्गलमा हालेको कोको बाह्र किन हालेको आयो होला भनेपछि यस्तो मान्छे चाहिँ लग्न त्यस्तो कसले गर्न दिन्छ र साथ 2 दिन जानु बर्थडे त हो नि हिजो त बर्थडे त गएको नि 10जनाको बर्थडे फोटो हालेपछि थाहा पाउँछ भिडियो हालेपछि थाहा पाउँछ यसकै बर्थडे हो यत्रो राख्नु है तैँले यस्तो त्यो फोटो हाल्यो भने क्या त्यतिकै हाल्यो कि यत्रो हाल्छ त्यतिकै टिकटक कसरी हाल्छ फोटो को थियो एकपल्ट पहिला पनि यस्तै गरेर के गरे कि उता बस बाबाको समातेर ल्याएर उहिले हिँड्नु अहिले कोही हेरेर मोबाइल मात्रै हेरेर नगरे को थियो किन हाल्यो टिकटकमा यो के गर्नु कमाउने हो नि होइन कि यिनीहरू त होइन यो त अर्कै छ यसले कहाँ भेटिदिएको नि को भनेको कोही थिएन कि बाइक ल्याउँछ को भनेको राइनी हो कि राइनी कताको राइनी राई हो यो कहाँबाट चिनिस् त्यो राईलाई तर त्यसरी च्यापच्याप समात्न पो हिँडेको त कस्तो टेन्सन भयो फेसबुकमा चिने हो क्या तेरो स्कुलको हो होइन क्या कहाँको हो त मान्छे उसँग यो साथी मगरमा कमाउनलाई खतर पुगिसक्यो पढ्न जाने मान्छे यत्रो खतर पठाउन मान्छे अहिले अङ्गाउला हाली फोटो हाल्छ के गरेको तैँले यो अन्त मैले बुझ्नु के गरेको तैँले यसलाई त त्यही भएर यसलाई त पोखरा यताउता एक्लै किन हिँड्न दिन्छ कि को त्यो केटी ढोका थुन्ने चुकुल लाउने दिउँसै थुप्रै महिना भइसक्यो चुप्पो छिप्पिएको चाहिँ फेरि त्यही तान्यो जर्जर परेको यहाँ पैसा छोरो कतिले छ भन्दै दिँदै गरेर त ल कतिले त के भएको के गरेको त त्यो त के अरे त्यस्तो त्यो अङ्गला हालेर फोटो हालेर अझ मुमा हाल्ने टिकटक के को लागि के त क्रेजी भित्रभित्रै कुहिएर क्रेजी भइसकेको रहेछ के हो त कहाँको मान्छे हो जाइने कि कमाउने कि यो कमाउने हो भन् त मेरो त टिकटकै छैन हिजो अस्ति भर्खरको हो कि यो मैले त्यो यो हातमा लाउने निकालिदिएपछिको कुरा हो त्यो अस्तिको आएको कि यो के हातमा लाउने यस्तोमा लाउने क्याफे भन्ने बर्थडे भन्ने यस्तो तरिकाले त कमै छैन काटे भनेर होइन क्वेसन गर्नु क्या के हाँसेर गरेर नगरे बाबु फोटो हाल फोटो त्यस्तो अहिलेबाट त्यस्तो फोटो हाल्यो त्यो एउटा मान्छेले मस्त सेयर गरेर दिएको रहेछ टिकटकमा त्यो सारा दुनियाँले देख्यो टिकटक पागल भएको भइरहेको अरूलाई भन्दै त्योसित पुरै चाहिँ डुबिसकेर हिजो बाहिर जाउँदा के गरेको पानी त्यो त्यो भन्छ तैँले किन हाल्यो त्यसो किन हाल्यो भने कि त्यो केटीको लप पऱ्यो थियो नराज्यो भने त लप पऱ्यो हो के हेरेर हाँसेको लप पऱ्यो कति हो त्यो त किन चाहियो किन चाहियो अरे कुरा चाहिन्छ त हाम्रो चाहिएर के को अङ्गला हालेर त चाहिँ अहिलेबाट बाहिर जानुला मान्छे अङ्गला हालेर फोटो सोटो टिकटकमा हाल्दै बस्नु त नि भाइरल गर्नलाई पढ्नलाई कहाँ जानु पर्यो के उ गरे मान्छे सुनाइदिएछ भने अहिलेबाट कस्तो केटीहरू क्रेजी भएको अरे हेर्नु त सुनाइदिएछ भने
तपाईँ सुँगाउने रे झुस रे अहिले चाहिँ तेरो चाहिँ यो यस्तो गर्नु हुँदैन गाडी गरेछ यसले के भनेको कतै पनि नबिग्रेस् भनेर गएर त यही बाइकमा चढाउने फोटो खिच्ने घुमाउने पैसा दिइहाले कस्तो कस्तो दम्दा कस्तो छ आटा हाल्यो त फोटो खिच्नु ऊ के भनेको के गर्नु लाग्यो यसले हेर्दा नबोलेको चाहिँ त्यो नचलाउनु तपाईँ यहाँ सिरियस भएर सोध्नु यस्तो तरिकाले हुँदैन आमा यो चाहिँ तल अहिले आमा गइसक्यो आमा उता घुम्न के भन्यो के फोटो अनि तैँले किन हालेको थियो नि त्यो केटीसँग लफरे हो मैं नहीं बताऊंगा। बिहा गर्ने सँगै मर्ने सँगै जिउने कसम खा हो हो होइन नभए यता खाना समाएर फोटो हाल्दा त कति वर्ष जेठी हो त भन्दै के को जेठी जेठी हो नि त्यो त उमेरै मिलाएर हो अच्छा कति उमेर मिलाएको त यस्तो अहिले चाहिँ के भएको यस्तो यसलाई त खाली राख्नै हुँदैन के गरेको छ कमेन्ट नै रहेछ त यहाँ त मिलेको जोडी हो क्याप्सन पनि मिठो छ त्यस्तै बाइक छ त गुरुङ भनेर दुइटै एरिया मात्रै कमेन्ट पढाएको अरूले देखेको छैन माई फेभरेट डिस्ट्र्याक्सन के डिस्ट्र्याक्सन भनेको मलाई थाहा छ त गर्दा अहिले थाहा छ एट्र्याक्सन भनेको त थाहा छ मलाई डिस्ट्र्याक्सन भनेको के हो खै भने छिटो हेर्नु है भनेको पनि होइन भन्थ्यो मान्छेले त के देखाउनु खोजेको कि कसले कहाँ चिमा गरेछ के गरेको कि तिमीले भनेको उसको बेल्चोको ग्यारेज हो कि लाइक गर्नु लाइक लाइक गर्नु भनेर अहिले मैले बिग्रिन्छु होइन एआई हो कि बुद्धहरू यो एआई हो हुन्छ यही गफ हान्यो नि अहिले केही भन्नु नपाएर अहिले लो गफ नहानै लिएर अहिले यो एआई नै हो कि देखेको त मैले त सुरुमै एआई बाबालाई भनेको यो एआई हो भनेर मैले भन्थेँ नि तपाईँलाई भन्नु न AI हो यो भनेर फोटो पछि प्रेमको के पैसा प्रेमको के मेरो कपाल मैले युट्युबमा हाल्छ नि प्रेम बाई बाई आमाको चाहिँ यही हो कि जस्तो लाग्छ यो त केटीको त रियल फोटो जस्तो लाग्छ कि अहिले मैले बाबालाई भन्दै कि भन्दैन भन्नु तपाईँलाई भन्दै भन्दैन के मैले तपाईँलाई भन्दै कि भन्दैन भन्थ्यो एआई भन्दै कि भन्दैन मैले तपाईँलाई यही त होइन राम्रोसँग हेर्नु भनेको थियो भन्नु चाहिँ एआई हो मैले एआई हो छिटो दुईजना मेरो एआई भिडियो देखेर नपत्ताएर एउटा बाबाले चाहिँ नपत्ताको मम्मीले चाहिँ एआई भनेर सोचिरहेछ अहिले झगडा पऱ्यो